सो हामीले फेसबुकमा एड रन गर्दाखेरि कुन चाहिँ क्याम्पेन हामीले युज गर्ने, कुन चाहिँ आधारमा हामीले एड रन युज गर्ने, कस्तो कस्तो क्याम्पेन हामीले के मोटिभको लागि हामीले एड रन गर्न खोजेको हो र त्यो मोटिभमा रहेर हामीले क्याम्पेन कुन चाहिँ चुज गर्ने होला त यसको बारेमा आज हामी डिस्कस गर्छौँ। सो फेसबुकले हामीलाई अहिले टोटल 6वटा क्याम्पेन हामीलाई दिइरहेको छ। फर्स्टमा छ अवेरनेस। यसमा हामीले अवेरनेस क्याम्पेनबाट कुनै पनि एड रन गर्दाखेरि हुन्छ के भन्दाखेरि यहाँ के भन्छ, सो योर एड टु पिपुल हु आर मोस्ट लाइकली टु रिमेम्बर देम। अवेर गराउँछ, थाहा दिन्छ होइन, ए तपाईँको एड यस्तो रहेछ है भनेर मान्छेहरूलाई अवेर गराउँछ, धेरैभन्दा धेरै अडियन्सहरूमा पुऱ्याउँछ अवेरनेस क्याम्पेन रन गर्दाखेरि। सिम्पली ट्राफिकमा के छ त भन्दाखेरि तपाईँको वेबसाइटमा होस् या तपाईँको ल्यान्डिङ पेजमा होस्, मान्छेहरूलाई त्यहाँ पठाउँछ, धेरैभन्दा धेरै ट्राफिक त्यहाँ पठाउँछ तपाईँको एडबाट। थर्डमा छ इङ्गेजमेन्टमा के छ भन्दाखेरि लाइकहरू, कमेन्टहरू होइन, मेसेजेसहरू एकदम धेरै आइरहेको हुन्छ तपाईँको एडबाट। सो तपाईँले यदि त्यस्तो एड रन गर्नुभएको छ जसमा चाहिँ तपाईँलाई एकदम धेरै मेसेजहरू चाहिरहेको छ, लाइक कमेन्टहरू चाहिरहेको छ भने सिम्पली यु क्यान चुज इङ्गेजमेन्ट एड क्याम्पेन है। सो नेक्स्टमा चाहिँ लिड। तपाईँलाई चाहिँ मान्छेहरूको पर्सनल डिटेल्सहरू चाहिएको छ होइन, नाम, फोन नम्बरहरू चाहिएको छ, त्यस्तो चाहिएको छ भने सिम्पली तपाईँले लिड क्याम्पेन चुज गर्न सक्नुहुन्छ। अर्को चाहिँ एप प्रमोसन। तपाईँले एउटा कुनै तपाईँ एप बनाउनु भएको छ र तपाईँले त्यो एपको बारेमा एड रन गर्नुभयो भने सिम्पली तपाईँले एप प्रमोसन क्याम्पेन चलाएर चाहिँ मान्छेहरूलाई चाहिँ धेरैभन्दा धेरै एपलाई इन्स्टल गर्न सक्नुहुन्छ। एन्ड लास्टमा छ सेल्स क्याम्पेन। यहाँ चाहिँ के छ भने तपाईँको कुनै एउटा सर्भिस अथवा प्रडक्ट बेस्ड बिजनेस छ भने तपाईँले सिम्पली त्यस्तो मान्छेहरूलाई मात्रै एड देखाउन सक्नुहुन्छ जसले चाहिँ लाइकली टु पर्चेस गर्न खोजिरहेको छ। सो क्याम्पेनहरू चाहिँ अहिले हाम्रो फेसबुकले चाहिँ यति 6वटामा दिएको छ। सो तपाईँको बिजनेस के हो, तपाईँको सर्भिस के हो होइन, तपाईँले के को लागि एड गरिदिनुहुन्छ, यही क्याम्पेनबाट तपाईँले सिम्पली चुज गरेर आफ्नो एडलाई रन गर्न सक्नुहुन्छ।